2022 साल 3 को महिना आज 5 गते बिहिबारको दिन बिहानको 6 बजेर 10 मिनट गयो। मेरो जन्मदिने आमा काम गरिराख्नु भएको छ। आज म 40औं भागमा प्रवेश गरेँ। म आफूले आफूलाई भाग्यमानी ठान्छु कि यो उमेरसम्म म आएँ, किनभने कति बाँचिन्छ भनेर त सायद हात हेराउने ज्योतिषीलाई पनि सायद थाहा नहोला। त्यसकारण मेरो आफ्नो जन्मदिनमा राम्रो चिज खान पर्यो, राम्रो चिज खाए अलि बाँचिन्छ भन्ने मेरो सोच। सो हेयर इज चना, लोकल चना, हेयर इज गुड वाटर, चना वाटर, गुड वाटर। तपाईले बिहान बिहान लोकल चना खानुहोस्, सिर्फ 1 चम्चा, धेरै पर्दैन, 1 चम्चा प्लस त्यसमा गुड भिजाएर राख्नुहोस् रातभरि र त्यो पानी खाएर हेर्नुहोस् दुईटालाई। त्यसपछि हेर्नुहोस् तपाईको शरीरलाई कति फाइदा गर्छ। आमा, आज कसको जन्मदिन हो? तेरो के तेरो? मेरो। तिमीलाई पहिले थाहा थियो? कुन महिना? यता हेर न यार, कुन महिना? असार के? कति वर्ष पुगे त म? 40 वर्ष। सुन्नुभयो नि, संसारको मान्छे यता र उता कागज बोकेर आएर त 20 वर्ष 30 वर्ष 50 वर्ष पुग्यो भनेर म मान्दिनँ। किन? जन्मदिने आमाको जस्तो सबुत मलाई अरू केही ठुलो लाग्दैन। कागजमा त बढाउन घटाउन मिल्छ भने सबैलाई थाहा भएको कुरा हो। सो अर्को वर्ल्ड रेकर्ड के छ भनेपछि जन्मेको अहिलेसम्म के भयो मलाई थाहा भएन। जब मेरो होस थियो नि, होस सम्हालेँ नि, पहिलो भेटघाट नै मेरो आमासँग भइरहेछ के। भनेपछि म कति भाग्यशाली छु त, यही थाहा हुन्छ नि त, होइन? लभ यु आमा, मलाई यो लाइकसम्म बनाउनु भयो भन्दै सबैको स्वास्थ्य राम्रो होस् भन्दै जय